आन्टीलाई म घुम्न लान्छु मेरो घरमा पैसा आएपछि अघि मैले जो देखाएको थिएँ नि त्यसकै बुढी हो यो चाहिँ यता लिम्बुनी आन्टीको घर हो यो चाहिँ अहिले खोइ एकदमै गर्मी खालके घाम क्या कतिले एक्सपिरियन्स गरेको छ होइन अब हामी सन्चै छौ तपाईँदेखि छैन त मान्छे कति राम्रो हुनुहुन्छ कति राम्रो हुनुहुन्छ मेरो जोजोको प्राइजको कुरै गर्नुहुन्छ भने यसलाई 60,000 माथि नै हो मर्निङ एभ्रिवान आज मेरो यो 6औं भ्लग हो अनि हाम्रो चाहिँ अहिले फेरि काम सुरु भइरहेको छ मान्छेहरू सबैजना भित्र हुनुहुन्छ मेरोमा काम गरिरहनु भएको छ पुरा त्यो काम गर्नेलाई तिर्खा लागेर पानी ओसारिरहनु भएको छ तिर्खा लाग्नेहरूलाई अनि म मान्छेको घरमा पनि छु मलाई सबैजनाले बोलाउनु हुँदैछ अहिले त भर्खर स्टार्टिङ गरेको भ्लग बनाउन चाहिँ सबैजनाले बोलाउनु यसहरू यहीँ थियो क्या भित्र गयो क्या माइजूले मेरो सानोको फोटो देखाउनु लाग्नु भएको छ हामी हेरौँ है त खै माइजू मेरो माइजू कति मेहनत हुनुहुन्छ मेरो माइजू काम यो चाहिँ म बोइलर कुकर ल्याउनलाई बोइलर कुकर चाहिँ चिसोबाट बचाउनु पर्छ पानीले कुट्छ भनेर हजुर हेर्नुहोस् है सिकिराख्नु है माइसँग ट्रिक मेहनत मेरो फोटो सबजना हाँस्दैछ हौ मेरो सानो फोटो देखाएर यहाँ चाहिँ म ठुलो भइसक्यो अरे चाहिँ हाम्रो मान्छे कति राम्रो हुनुहुन्छ यसपालि लिचीहरू यता माइजूहरूकोमा चाहिँ डह्रो फलिरहेको छ हाम्रोमा त यसपालि लिचीमा फुलेको छैन तपाईँहरूकोतिर कसो छ है लाइन पनि छैन 8 बजे गएको लाइन हिजो पानी पर्दा चाहिँ म 2टा फिल्म जस्तो डाउनलोड गर्छु अनि राति हेर्छु भनेर सुत्दिन्छु क्या अब अफलाइन जानुपर्ने हुन्छ है भएको छ है सबैजना मेरो जो देख्न सक्नुहुन्छ जो आऊ जो के छ जो हाई गर्दैन नि त यता हेर यता हेर न जो यता हेर तँलाई सबले हेर्छ क्या मेरो जोजोको प्राइजको कुरै गर्नुहुन्छ भने यसलाई 60,000 माथि नै हो तपाईँहरूलाई म डिस्काउन्ट गरेर दिन्छु नि लिन आउनु सक्नुहुन्छ ल अहिले हामी यो चाहिँ बलेम हो अनि मेरो पाडा यो पाडा हो कि पाडी हौ के सन्चै छौ ठिक छैन ठिक छ कि छैन यसको मम्मी पनि हुनुहुन्छ साथमा खाना खाएको नि अघिल्लो दिनु भएन खाना खाएको नि होइन चपाउँदैछ छैन त ल जो आज जाऊँ आइज हाम्रो गाउँघर नै अब होइन सबैलाई प्यारो लाग्छ होइन मलाई पनि मेरो ठाउँ धेरै राम्रो लाग्छ यता चाहिँ अहिले किम्बुको सिजन चलिरहेको छ होइन एकदमै क्या किम्बुहरू चाहिँ अब साह्रै फलिरहेको छ आम्मामा त्यो अब किम्बु पहिला त किम्बु चोरी खाने क्या अब हुन्छ नि त केटाकेटीमा अब हामी स्कुल लाइफमा कहिले छुट्टी हुन्छ र किम्बु खाने कोही बेला होइन अब हुन्छ कतिले एक्सपिरियन्स गरेको छ होइन अब हामी चाहिँ अनि त्यो बाटोमा अब त्यो कोला हुन्छ नि कोलाको त्यो अब त्यो कोला चाहिँ आधी कोलाहरू चाहिँ अब त्यो राखेको हुन्छ क्या बाटोमा अनि त्यो पाक्छ नि त अनि भोलि पर्सिसम्म पाकेको हुन्छ अनि त्यही खान्छौँ क्या अनि त्यो मिठो हुन्छ नि त्यस्तो कोला त सबैभन्दा बेस्ट लाग्छ क्या अब किम्बुको बोटहरू चाहिँ एकदम हरियाली क्या हेर्नु न गाउँठाउँ एकदमै राम्रो छ हरियालीहरू यो ठाउँमा अनि म चाहिँ तपाईँलाई यता मेरो गाउँघरको छिमेकी देखाउन गइरहेको छु म बोल्दै जाँदैछु होइन किम्बु हेर्नु न किम्बुको कुरा गर्नु छ भने त मकै घाटे कस्तो राम्रो छ क्या अहिलेको मौसम अहिले घाम पनि छैन कोही बेला घाम लाग्ने त्यो घाम पनि अहिले त त्यो यो क्या अब एकदमै गर्मी खालके घाम क्या पुरा अफ छ अहिले सबैजना सुनसान भन्दा पनि गाउँघरमा छन् मान्छेहरू अब यता बिच ठाउँमा होइन 1-2वटा हेर्नु घरहरू छ यता फार्महरू छ यता लिम्बुनी आन्टीको घर हो यो चाहिँ अहिले खोइ अब यता देख्न सक्नुहुन्छ तपाईँहरूले फुलहरू हेर्नु अघि मैले जो देखाएको थिएँ नि त्यसकै बुढी हो यो चाहिँ के त्यसकै कान्छी फुच्ची भन्छ क्या यसलाई चाहिँ
अब उब्बो राम्रो छ नि हेर्नु न उस्तो उस्तो छ कि छैन बुढाबुढी के छ तेरो खबर ठिकै छ भेटिसकेको बुढालाई भेट्यो अघि त्यो त खानासाना मासु भात सबै हानिदिइसक्यो त अनि यसलाई चाहिँ नदिनु भएको एकछिनमा दिने ए यता आन्टीलाई यहाँ हाम्रो घरको मालिकनीलाई देख्न सक्नुहुन्छ उता चाहिँ अब हाम्रो जोको मालिक म हो यता चाहिँ अब फुच्चीको यसको बुढा हो नि त मालिकै जान्छ नमस्ते आन्टी नमस्ते अब आन्टीसँग मिठो गफ गफ हुन्छ होइन अब यो यो छ नि यो अम्बकको बोट हेर्नु हाम्रोमा त के चाहिँ छैन हौ हाम्रो गाउँघरतिर सब छ क्या सब हेर्नु फुलहरू हेर्नु यस्तो राम्रो सिँगारेर यत्रो यो चाहिँ काठमाडौँबाट आएको फुल हो है अब तपाईँहरू लिनै चाहनुहुन्छ भने अब यो 15,000 माथिकै फुल हो ल तपाईँहरूलाई हाम्रो अङ्कल कहाँ जानुभयो भने आज अङ्कल अङ्कल हो घुम्न जानुभएको छ तपाईँलाई चाहिँ लग्यो अब पर्खिनु है यो अब भ्लगको पैसा आओस् न अनि म त्यही पर्खिरहेको छु अनि म लान्छु आन्टीलाई म घुम्न लान्छु मेरो भर्खर पैसा आएपछि नेवानी आन्टी हो नि जो पाएँ है सबैजनालाई फेरि मलाई पनि आउँछ नि नेवानी आन्टी अब अब मेरो भ्लगमा सधैँ आएपछि आन्टी भाइरल नेवार्ने आन्टी जिरेल आन्टी जिरेल हो है काठमाडौँदेखि नै हुनुहुन्छ काठमाडौँदेखि चाहिँ यहाँ बे गरेर आउनु भएको जिरी चाहिँ अब हाम्रो स्विजरल्यान्ड हो नि त होइन त्यस्तै छ कुराकानी यो अम्बकको कुरा गर्दै थिएँ नि मैले तपाईँहरूलाई अघि यति गुलियो छ नि यति गुलियो छ साँच्ची भनेको यत्रो फल्छ यत्रो फल्छ स्वादिष्ट हुन्छ स्वादिष्ट लास्ट है अब घाम पनि छैन यो लुगाहरू कहिले सुक्ने हो है तर त्यही पनि हावाले सुक्छ होला स्वादिष्ट हुन्छ स्वादिष्ट लास्ट है अब घाम पनि छैन यो लुगाहरू कहिले सुक्ने हो है तर त्यही पनि हावाले सुक्छ होला भरेसम्म ल नेवानी आन्टी हो नि जो पाएँ है सबैजनालाई फेरि मलाई पनि आउँछ नि नेवानी आन्टी अब मेरो भ्लगमा सधैँ आएपछि आन्टी भाइरल नेवार्ने आन्टी जिरेल आन्टी जिरेल हो है काठमाडौँदेखि नै हुनुहुन्छ काठमाडौँदेखि चाहिँ यहाँ बे गरेर आउनु भएको जिरी चाहिँ अब हाम्रो नेपालकै स्विजरल्यान्ड हो नि त होइन त्यस्तै छ कुराकानी यो अम्बकको कुरा गर्दै थिएँ नि मैले तपाईँहरूलाई अघि यति गुलियो छ नि यति गुलियो छ साँच्ची भनेको यत्रो फल्छ यत्रो फल्छ स्वादिष्ट हुन्छ स्वादिष्ट लास्ट है अब घाम पनि छैन यो लुगाहरू कहिले सुक्ने हो है तर त्यही पनि हावाले सुक्छ होला भरेसम्म अनि म रुममा आइसकेको छु है तपाईँहरूलाई आजको भ्लग मेरो कस्तो लाग्यो होइन माया देखाइदिनु होला अझै मैले तपाईँहरूको माया पाएपछि है अनि भोलिको दिनमा अझै राम्रो प्रस्तुतिहरू मैले देखाउन पाऊँ म त्यही चाहन्छु है ल सबलाई धन्यवाद ल सी यू इन नेक्स्ट भ्लग है ल